Hello guys, welcome back to my channel again. It's me, Rajani Limbu अनि तपाईहरु सन्चै हुनुहुन्छ भन्दै आशाका साथमा यो भिडियोलाई म अगाडि बढाउन चाहन्छु। अनि आज चाहिँ हामी कहाँ जाँदैछौं भने लामे डाँडा जाँदैछौं। अनि यो चाहिँ पुग्न आँटेको छ अनि यो चाहिँ जंगल हो। हुनुहुन्छ हाम्रो टिम। कति मिनेटमा छ पुगिनु? आधी घण्टा जति। डर लाग्दो छ गाइज। हाय हाय। तर पनि अर्को ग्रुप आउँदैछ अनि हाम्रो ग्रुप चाहिँ यति नै, अरु छैन, यति नै। गलियो गाइज केर जाने बेला भएछ। कटिसकेको छु गाइज अनि कट्ने बाँकी छ। यहाँ साथीहरू, दिदी दादा बहिनीहरूलाई उकालो हेर्नु न गाइज। कति तलदेखि यहाँ काबादेखि हिँड्दै आएको लामे डाँडासम्म गाडी त जानै जाँदैन। यस्तै छ। घुम्न जानुको लागि, मजा गर्नुको लागि अलिक कठिन त सहनै पर्छ क्या गाइज। यहाँ चाहिँ गुराँस छिटो फुलेर गुराँस त छैन। यो जति रुख यो चाहिँ होइन ल, गुराँस छ अरे सबै उता लग्यो। यहाँ के कताको हो अलि मजाले देखेको छ। राम्रै आएको छैन यहाँबाट। आया जुत्ता चिप्लिन्छ ल। जुकाहरू नि अघि तीनटा जुका माथि जानु पर्यो। जानै त गइन। वेलकम टु माई युट्युब च्यानल। मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। यहाँ आउँदैछन् यताबाट आएको। हामी चाहिँ उकालो उकालो जाँदैछौँ। गाछको रुख अनि यहाँ पत्ताहरू फुलहरू झरेर सुकेन गाछ। पुग्यो त भन्नुहुन्छ, पुग्नै पुगिँदैन कि। यहाँ थिए लामे डाँडा पुगिसकेपछि चाहिँ क्या उयो यो सबै डाँडाहरू मेरो मौली पनि देखिन्छ अरे। हेरौँ गाइज। अब यहाँबाट तल खस्यो भने त झुन्डिँदै भयो गाइज। ओहो के हो यो? टल्किरहेछ घाम। साम्बा हेर्नु सक्नुहुन्छ। साम्बा गइसकेको छ बिनी। समित दादा साम्बा हाम्रो यहाँ चाहिँ हाम्रो गाउँ देखिँदैन रहेछ यहाँबाट। हामी पुग्न आँट्यौँ। अब कहिले पुग्छौँ थाहा छैन, तर पुग्न आँट्यौँ जस्तो लागिरहेछ मलाई।
एकदम गलिन्छ साथीहरू राम्रो ठाउँ छ आउनु सक्नुहुन्छ कसरी खै त हुँदैन त मासाले टेकिँदैन आइसकेको छौँ हामी हामी टाढा हेर्न सक्नुहुन्छ तल अनि त्यहाँदेखि यता यहाँ हुनुहुन्छ हाम्रो टोलीहरू अनि त्यहाँदेखि यता माथि पनि मान्छेहरू छन् अनि म चाहिँ यहाँ छु यहाँ फोटो खिच्ने कार्यक्रम हुँदैछ ओके बाई गाइज फेरि भेटौँला अर्को न्यू भिडियोमा अनि लाइक शेयर सब्सक्राइब गर्न नभुल्नु होला